Hello guys, मी जुना सुब्बा है वेलकम टु माई ब्लग च्यानल। अनि आज चाहिँ म भेटार जान लागिरहेको छु र जस्ट स्पेशल गरी चाहिँ म आफ्ना घर जाँदैछु चाहिँ देखेको छुइनँ। सो द्याट आज म जाँदैछु। अनलकी हैन। हेलो आत्माहरु, आन्जुना। फेरि आत्मा चाहिँ तपाईहरुलाई भनेको हैन नि, फेरि आत्मा घर जाँदैछु मैले। ओके आज चाहिँ टाइम निकालेर हैन आत्मा घर जाँदैछु। आत्मा घर जानको लागि चाहिँ अलिकति यो भर्याङ चाहिँ अलिक चढ्नु पर्ने रहेछ हैन। धेरै लामो पनि छैन, ठिक्कको छ। आत्मा घर जाँदै आया। फाइनली आत्मा घर आइपुगे। मलाई थाहा पनि थिएन, तर आत्मा घर चाहिँ मैले पहिला सुनेको हो हैन। त्यतिखेर म घुम्न पाइनँ नि त, अब रातिको समय थियो हैन। गाडी नभएको बेला के को घुम्छ। अनि आज चाहिँ जस्ट यसो टाइम मिलाएर हैन आत्मा घर चाहिँ आइपुगे। यही रहेछ आत्मा घर चाहिँ। म आत्मा घर जान्छु। यो नहिँडेको पनि धेरै वर्ष भयो नि त, त्यसले गर्दा नि होला सास एकदम छिटो छिटो बढ्यो। जस्ट आत्मा घर चाहिँ आइपुगेँ कि म चाहिँ अब आत्मा घरतिर प्रवेश हुँदै जान्छु। एक्साइटेड है। आत्मा घरमा इन्ट्री मेरो। लुकीडुम खेल्ने ठाउँ जस्तै रहेछ आत्मा घर चाहिँ है। लुकीडुम खेल्ने भयो। आऊ आऊ यस्तो रहेछ यो चाहिँ। के चिप्लो आत्माको त होइन। यहाँनिर पैसा चढाउँदो रहेछ। राम्रो लाग्यो मलाई चाहिँ आत्मा घर। यस्तो समटाइम चाहिँ यसरी घुम्नु पाउँदाखेरि चाहिँ धेरै खुसी लाग्छ कि हैन। शरीरको थकान हुन्छ नि, एउटा डिस्टर्बिङ माइन्ड एकदम रिल्याक्स हुन्छ कि मलाई चाहिँ त्यही हो। आफूलाई रिल्याक्स चार्ज हुन्छ नि, सेल्फ चार्ज गर्नुको लागि चाहिँ यसरी डिफ्रेन्ट ठाउँहरूमा एकदम विशेष ठाउँहरूमा चाहिँ जानु पर्दाखेरि चाहिँ खुसी लाग्छ। अनि यहाँनिर चाहिँ टोइलेट रहेछ, तर कस्तो छ त्यो चाहिँ थाहा छैन है। तर भर्सक कुनै पनि ठाउँमा जाँदाखेरि चाहिँ आफूले चाहिँ वासरुम चाहिँ गरेर आउनुपर्छ है। अलिक गाह्रो हुन्छ नि त, जापाते गर्नु पनि मिलेन। त्यसैले मलाई चाहिँ वासरुमको आवश्यक परेन होइन अहिले। जस्ट आत्मा घर चाहिँ यस्तो रहेछ है गाइज। आत्मा घर लुकीडुम खेल्ने ठाउँ चाहिँ खतरा रहेछ। कति राम्रो थुङ्गे फुलहरू फुलिरहेको रहेछ। यो चाहिँ गुराँसको बोट रहेछ र जस्ट अलिकति अनलकी होइन। गुराँसको फुल चाहिँ हेर्न पाइनँ मैले। अब चैततिर चाहिँ फुल छ अरे नि त। अनि आई होप अब कोही आउनुभयो भने चाहिँ चैततिर आउनु होला। यहाँनिर चाहिँ गुराँसको फुल तपाईँहरूले हेर्न पाउनुहुनेछ। यो आत्मा घरको वरिपरि चाहिँ रहेछ। यो चाहिँ के हो, सानो ढुङ्गाहरू आत्माहरू जस्तो के, तर खै अचम्म है। सबै ढुङ्गाहरू यसरी ठडाएको रहेछ कि यहाँ। खै आत्माहरू भन्नु कि अब के को हो त्यो चाहिँ थाहा छैन। यता भास्करी ज्याङ। अनि एक्लै पिङ खेलेर त्यस हल्का रमाइलो गर्दै म चाहिँ अब घरतिर लागेँ।
तपाईहरुलाई पनि यो आत्मा घरमा आउनु मन लागेछ भने गुराँस फुल्ने सिजनमा चाहिँ आउनु होला है जुन चैतमा फुल्छ अरे